बोल्न सिकाइदेऊ न ओ एको खोइ बिसिडी सबै सिकाइदेऊ न ला 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 सिकाइदेऊ न मलाई पनि हाम्रो मायालाई तिमी बिना monitoring and evaluation भन्ने कुराहरू भएन। हामीले सबभन्दा पहिला जान्नुपर्ने हुन्छ मोनिटरिङ भनेको के हो भनेर। मोनिटरिङ भनेको चाहिँ हामीले मोनिटरिङ भनेको के हो भन्ने कुराहरू जान्नु पर्यो। मोनिटरिङ भनेको के हो भन्ने जान्नलाई हामीले के जान्नु पर्यो भन्दाखेरि मोनिटरिङ भनेको के हो भन्ने कुराहरू जान्नलाई हामीले के गर्नु पर्यो भन्दाखेरि डिफाइन गर्नु पर्यो मोनिटरिङलाई। मोनिटरिङ भनेको चाहिँ एउटा के हो भन्दाखेरि रुटिन प्रोसेस। मोनिटरिङ भनेको के हो एउटा रुटिन प्रोसेस हो। के हो रुटिन प्रोसेस हो। मोनिटरिङ भनेको एउटा रुटिन प्रोसेस हो। मोनिटरिङ भनेको चाहिँ के हो एउटा रुटिन प्रोसेस भयो। जसमा चाहिँ के हुन्छ त मोनिटरिङ भनेको एउटा रुटिन प्रोसेस हो जसमा चाहिँ सिस्टमेटिकल्ली चाहिँ के गरिन्छ सिस्टमेटिकल्ली जसमा चाहिँ रुटिन प्रोसेस जसमा चाहिँ कन्टिन्युअसली एन्ड सिस्टमेटिकल्ली के गरिन्छ त भन्दाखेरि चाहिँ डेटा कलेक्सन गरिन्छ रिलेटेड टु एक्टिभिटिज। के हुन्छ भन्दाखेरि रुटिन प्रोसेस जसमा कन्टिन्युअसली र सिस्टमेटिकल्ली डाटा कलेक्सन गरिन्छ रिलेटेड टु एक्टिभिटिज रिलेटेड टु एक्टिभिटिज। अनि त्यसपछि त्यसमा के गरिन्छ त भन्दाखेरि हजुरको चाहिँ बोटलनेक्सहरू अफ द प्रोजेक्ट पनि बोटलनेक अफ प्रोजेक्ट पनि आइडेन्टिफाई गरिन्छ भन्ने कुराहरू हुन्छ नि त हाम्रो। बोटलनेक अफ द प्रोजेक्ट पनि आइडेन्टिफाई गरिन्छ भन्ने कुराहरू हुन्छ हाम्रो। एबिसिडी मोनिटरिङ भनेको एउटा रुटिन प्रोसेस जुन चाहिँ कन्टिन्युअस हुन्छ, कन्टिन्युअल एन्ड सिस्टमेटिक कलेक्सन अफ डेटा हो भन्ने कुराहरू छ। कलेक्सन सिस्टमेटिक कलेक्सन अफ डेटा कन्टिन्युअल भनौँ न यसलाई, कन्टिन्युअसली भन्दा नि कन्टिन्युअल एन्ड सिस्टमेटिक कलेक्सन of data collection of data भनौँ data that examine the
that examine the activities that examine the activities that examine the activities and progress and what progress of project भन्ने कुराहरु भन्दैन प्रोजेक्ट भनेको रुटिन प्रोसेस हो जुन चाहिँ कन्टिन्युअस सिस्टमेटिक कलेक्सन अफ डेटा हुन्छ द्याट एक्सप्लेन्स द एक्टिभिटी एन्ड द प्रोग्रेस अफ प्रोजेक्ट and also identifies bottlenecks during the process and also identifies bottlenecks BUTTLE related to or during process भन्ने कुरा हुन्छ during process भन्ने कुराहरु हुन्छ यति चाहिँ जान्नु पर्यो यति भनेको के हो भने मोनिटरिङ भने मैले के डिफिनेसन दिनु पर्यो त मोनिटरिङ को भनेपछि हाम्रो मोनिटरिङ भनेको चाहिँ के हो रुटिन प्रोसेस हो जुन कन्टिन्युअस सिस्टमेटिक डेटा कलेक्सन अफ डेटा हुन्छ सिस्टमेटिकली कलेक्सन अफ डेटा द्याट एक्जामाइन द एक्टिभिटीज र प्रोग्रेस अफ द प्रोजेक्ट एन्ड आइडेन्टिफाई बोटलनेक्स ड्युरिङ द प्रोसेस भन्ने कुराहरु जान्नु पर्यो यति भनेको चाहिँ मोनिटरिङ हो भने अनि हाम्रो इभ्यालुएसनलाई डिफाइन गर्दाखेरि चाहिँ इभ्यालुएसन भनेको चाहिँ हाम्रो के हो भन्ने कुराहरु जान्दाखेरि हाम्रो इभ्यालुएसन भनेको के रहेछ भने इभ्यालुएसन भनेको हाम्रो इभ्यालुएसन भनेको चाहिँ के हो भनेपछि इभ्यालुएसन भनेको चाहिँ पेरियोडिक प्रोसेस या पेरियोडिक एक्टिभिटी हो पेरियोडिक एक्टिभिटी हो जसले चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ पिरियोडिक एक्टिभिटी हो जसले चाहिँ के गर्छ भन्दाखेरि टु ड्र कन्क्लुजन के को कन्क्लुजन रिगार्डिङ द पिरियोडिक एक्टिभिटी किन गरिन्छ टु ड्र द कन्क्लुजन हैन टु ड्र द कन्क्लुजन भन्ने कुरा हो नि त के हो पिरियोडिक एक्टिभिटी हो रे किन गरिन्छ भन्दाखेरि टु ड्र द कन्क्लुजन रिगार्डिङ द रिलेभेन्स र रिगार्डिङ के को रिगार्डिङ कन्क्लुजन चाहिँ रिगार्डिङ द रिलेभेन्स एन्ड इफेक्टिभनेस अफ द प्रोजेक्ट रिगार्डिङ द रिलेभेन्स एन्ड इफेक्टिभनेस of the project or ग्राम भन्ने कुराहरु भएन प्रोग्राम भन्ने कुराहरु के रहेछ भन्दाखेरि इभ्यालुएसन भनेको एउटा पिरियोडिक एक्टिभिटी टु ड्र द कन्क्लुजन रिगार्डिङ द रिलेभेन्स एन्ड इफेक्टिभनेस अफ द प्रोजेक्ट अर प्रोग्राम पिरियोडिक एक्टिभिटी टु ड्र द कन्क्लुजन रिगार्डिङ यसबाट हामीले के जान्नु पर्यो भने एउटा मोनिटरिङ भनेको के हो भन्ने कुरा दिमागमा छिराउनु पर्यो अर्को इभ्यालुएसन भनेको के हो भन्ने कुराहरु छिराउनु पर्यो एक्जाममा आइराख्ने कुराहरु पनि हो इम्पोर्टेन्ट कुरा पनि हो फर मोनिटरिङ भन्यो भने एउटा चाहिँ रुटिन प्रोसेस हो भन्ने जान्नु पर्यो जुन चाहिँ कन्टिन्युअस हुन्छ अनि सिस्टमेटिक वेमा चाहिँ कलेक्सन अफ डेटा गर्नु पर्यो त्यसपछि चाहिँ डेटा द्याट एक्जामाइन द एक्टिभिटीज र प्रोग्रेस अफ द प्रोजेक्ट अर प्रोग्राम एन्ड आइडेन्टिफाई बोटलनेक्स रिलेटेड टु द प्रोसेस ड्युरिङ द प्रोसेस भन्ने कुरा इभ्यालुएसन भनेको हाम्रो एउटा चाहिँ जहिले पनि हामीले पिरियोडिक एक्टिभिटी हो टु ड्र द कन्क्लुजन रिगार्डिङ द रिलेभेन्स एन्ड इफेक्टिभनेस अफ द प्रोजेक्ट अर प्रोग्राम टु ड्र द कन्क्लुजन रिगार्डिङ द रिलेभेन्स एन्ड इफेक्टिभनेस अफ द प्रोजेक्ट अर प्रोग्राम टु ड्र द कन्क्लुजन रिगार्डिङ द रिलेभेन्स एन्ड इफेक्टिभनेस अफ द प्रोजेक्ट भन्ने कुराहरु हामीले प्रोजेक्ट अर प्रोग्राम भन्ने कुराहरु जान्नु पर्यो हैन हामीले रिलेभेन्स टु प्रोजेक्ट अर प्रोग्राम भन्ने कुराहरु जान्नु पर्यो हैन अब चाहिँ यति एउटा डिफिनेसनहरु सर्लक्क यो जान्नु पर्यो हैन जस्तो अब हामीले चाहिँ अब अर्को चाहिँ हामीले जान्नुपर्ने भनेको चाहिँ एउटा डिफरेन्स भन्ने कुराहरु जान्नुपर्ने छ नि त हैन डिफरेन्स बिट्विन द मोनिटरिङ र कम्प्यारिजन डिएफएफइआरइएनसी डिफरेन्स अर के भन्ने हामीले यसलाई कम्प्यारिजन भनौँ न हैन कम्प्यारिजन बिट्विन comparison between monitoring and evaluation भन्ने कुराहरु जान्नु पर्यो हैन हैन यो जान्दाखेरि चाहिँ यसमा चाहिँ मैले चाहिँ के गर्नु पर्यो टेबल इन्सर्ट गर्नु पर्यो यसमा यो तीनटाको भनेर हैन अरु थप्दै जाने यसमा चाहिँ heading of comparison यसमा heading of
कम्प्यारिजन, अर्को चाहिँ यसमा चाहिँ मोनिटरिङ, अर्को यहाँ चाहिँ हामीले के जान्नु पर्यो भन्दाखेरि चाहिँ इभ्यालुएसन भनेर जान्नु पर्यो हैन, जान्नु पर्यो नि त यति त हैन। अब सुरुमा चाहिँ हेडिङ जान्नु पर्यो। हेडिङ भनेको चाहिँ हामीले चाहिँ सबभन्दा पहिला चाहिँ एउटा चाहिँ के कुन हेडिङमा गर्नु पर्यो भन्दाखेरि चाहिँ यसको फ्रिक्वेन्सी भन्ने हाम्रो एउटा डेफिनेसन त यहाँ माथि आएको छ नि त, यहाँ डेफिनेसन त यहाँ माथि आइसकेको छ हैन। डेफिनेसन दिनु पर्यो एउटा हैन। त्यसपछि यहाँ चाहिँ फ्रिक्वेन्सीको कुराहरू गर्नु पर्यो। यो भनेको चाहिँ कन्टिन्युअस continuous or routine process or UTINE routine CONTINUOUS continuous or routine process हो, routine process हो, continuous or routine process। यो भने चाहिँ periodic activity भन्ने गरौँ न ल, यसलाई चाहिँ के गरौँ हाम्रो यसलाई चाहिँ periodic भन्ने जानौँ हैन। फ्रिक्वेन्सी भयो, फ्रिक्वेन्सी पछि फोकसमा जानु पर्यो। अर्को चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ फङ्सन्स भन्ने कुराहरू जान्नु पर्यो रिलेटेड टु या के भन्ने यसलाई चाहिँ यसको चाहिँ फ्रिक्वेन्सी भएपछि अर्को फङ्सन ट्र्याकिङ अर ओभरसाइट, अर्को यसलाई फङ्सन FUNCTION फङ्सन भनौँ। फङ्सनमा चाहिँ यसको चाहिँ हाम्रो के रहेछ भन्दाखेरि ओभरसाइट या ट्र्याकिङ अर ओभरसाइट अर अब्जर्भेसन भन्ने कुरा हुन्छ हैन। TRACKING ट्र्याकिङ or oversight, OVRSIGST or OVSERVATION भन्ने नि भयो हैन। अनि यसको चाहिँ एसेसमेन्ट भयो हैन, यसको एसेसमेन्ट ASSESSMENT एसेसमेन्ट भन्ने कुराहरू भयो, यसको एसेसमेन्ट भन्ने कुराहरू भयो। और एसेसमेन्ट और जजमेन्ट भन्ने नि भयो हैन, JUDGMENT जजमेन्ट भन्ने कुराहरू भइगयो हैन। अनि त्यसपछि हाम्रो यो हो नि त हैन, अङ्ग्रेजीमा ABCD बोल्न सिकाइदेऊ न, अ क ख ABCD। अब चाहिँ अर्को occurs at यो भनेको चाहिँ हाम्रो अपरेसनल लेभलमा, यो चाहिँ बिजनेस लेभलमा हैन। लेभलमा, अनि यो भनेको चाहिँ हाम्रो बिजनेस लेभलमा, बिजनेस लेभलमा यसले चाहिँ केमा फोकस गर्छ, फोकस अन इम्प्रुभिङ एफिसिएन्सी, इम्प्रुभिङ पर्पस फङ्सन पछि फोकस भनेको चाहिँ पर्पस भने त्यसपछि फोकस भन्ने जानु न, फोकस भन्ने जानु होला। अब FOCUS फोकसमा चाहिँ यसको चाहिँ तीनटा इनपुट एक्टिभिटिज र आउटपुट भन्ने हुन्छ। इनपुट आउटपुट प्रोसेस, उसमा चाहिँ इम्प्याक्ट र आउटकम भन्ने कुराहरू जान्नु पर्यो हैन।
इनपुट आउटपुट प्रोसेस हाम्रो के भन्छ फोकसमा चाहिँ के हुन्छ इनपुटमा हाम्रो अनि आउटपुटमा अनि प्रोसेसमा इनपुट आउटपुट प्रोसेसमा अनि उसमा चाहिँ इफेक्टिभनेस रिलेभेन्स इम्प्याक्ट इफेक्टिभनेस इफेक्टिभनेस हाम्रो अनि इम्प्याक्ट कस्ट इफेक्टिभनेस भने न कस्ट इफेक्टिभनेस भन्ने कुराहरू हुन्छ फोकस अन भन्ने कुराहरू भइसकेपछि हाम्रो फोकस भइसकेपछि त्यसपछि पर्पस भन्ने जान्नु पर्यो यहाँ हाम्रो फोकस भयो अनि त्यसपछि पर्पस पिओएसी पर्पस भनेको चाहिँ हाम्रो चाहिँ के हो भनेपछि यसको चाहिँ इम्प्रुभ इफिसियन्सी इम्प्रुभ यसको इफेक्टिभनेस भन्ने कुराहरू हुन्छ होइन इफेक्टिभनेस इम्प्याक्ट भ्यालु फर मनी फ्युचर प्रोग्रामिङ स्ट्रेटेजी र पोलिसी मेकिङ भन्ने कुरो इम्प्रुभ इफिसियन्सी प्रोभाइड इन्फर्मेसन फर रिप्रोग्रामिङ टु इम्प्रुभ आउटकम इम्प्रुभ इफिसियन्सी यसको चाहिँ इम्प्रुभ इफिसियन्सी अर्को यसको चाहिँ इम्प्रुभ इफेक्टिभनेस इम्प्रुभ हाम्रो इम्प्रुभ इफेक्टिभनेसका कुराहरू भयो त्यसपछि इम्प्रुभ के गर्ने इफेक्टिभनेस इम्प्याक्ट र भ्यालु फर मनी इफेक्टिभनेस इम्प्याक्ट र भ्यालु फर मनी इम्प्याक्ट अनि भ्यालु फर मनी फ्युचर प्रोग्रामिङ स्ट्रेटेजी र फ्युचर प्रोग्रामिङ फ्युचर प्रोग्रामिङ स्ट्रेटेजी र पोलिसी मेकिङ भन्ने कुराहरू हुन्छ STRATEGY एन्ड पोलिसी मेकिङ भन्ने कुराहरू भयो हाम्रो होइन यसमा पोलिसी मेकिङ भन्ने कुराहरू छ नि त होइन अनि पोलिसी मेकिङ भन्ने भयो नि त अब हाम्रो पर्पस भयो पर्पस भइसकेपछि अर्को हामीले के जान्नु पर्यो भन्दाखेरि चाहिँ प्रोसेस सर्ट टर्म र लङ टर्म प्रोसेस भने सर्ट टर्म र लङ टर्म यो भने प्रोसेस सर्ट टर्म र लङ टर्म भन्ने भयो यहाँ सर्ट टर्म यहाँ चाहिँ लङ टर्म भन्ने हुन्छ लङ टर्म प्रोसेस सर्ट टर्म र लङ टर्म हुन्छ कन्डक्टेड बाई इन्टरनल पार्टी यो कन्डक्टेड बाई हाम्रो इन्टरनल पार्टी यो भनेको चाहिँ इन्टरनल पार्टी यो चाहिँ इन्टरनल और एक्सटर्नल पार्टी इन्टरनल और एक्सटर्नल पार्टी conducted by भन्ने कुराहरू भयो डाटा युज सर्ट टर्म करेक्टिभ डाटा युज सर्ट टर्म लङ टर्म चेन्ज अफ डाइरेक्सन होइन डाटा युज सर्ट टर्म करेक्टिभ डाटा युजमा डाटा युज भन्यो भने सर्ट टर्म र करेक्टिभ लेख्नु पर्यो यहाँ सर्ट टर्म हाम्रो यहाँ करेक्टिभ अनि लङ टर्म लङ टर्ममा हाम्रो के अरे लङ टर्ममा चाहिँ हाम्रो चेन्ज अफ डाइरेक्सन लङ टर्ममा चाहिँ हाम्रो के हुन्छ अरे चेन्ज अफ डाइरेक्सन चेन्ज अफ डाइरेक्सन सर्ट टर्म करेक्टिभ सर्ट टर्ममा चाहिँ हाम्रो के हुन्छ अरे करेक्टिभ अनि लङ टर्म चेन्ज अफ डाइरेक्सन भन्ने कुराहरू हुन्छ नि
अपरेसनल लेभल आकार सेट भनेको चाहिँ हाम्रो आकार सेट भनेको चाहिँ वाइन भन्ने जानौँ न यसलाई चाहिँ होइन वाइन वाइन अनि conducted by R. Now I check the progress. Why? Information source methods. Methods में से अंदर हमारे ठीक है अंदर routine review of routine है यानी routine review of reports registers administrative database field of administrative database field observation field observation भन्ने कुराहरु हुन्छ यसमा चाहिँ scientific rigorous research complex and scientific method scientific rigorous research then rigorous rigorous design complex intensive भन्ने कुराहरु जान्न पर्यो intensive भन्ने जान्न पर्यो information source routine or surveillance field observation report and cost consistent recurrent cost spread across implementation period cost हाम्रो cost जान्नु पर्यो नि त हाम्रो cost हाम्रो चाहिँ consistent recurrent cost consistent costs spread across implementation period episodic often focused at midpoint or end of episodic often focused at the midpoint or end of the often episodic often focused at the midpoint or end of implementation and end of
TATIN implementation भन्ने कुराहरू जान्नु पऱ्यो है। यति भएपछि यो डिफ्रेन्स पनि जान्ने। IM PLE PLE MEN MEN TATIN इम्प्लिमेन्टेसन भन्ने कुराहरू पनि जान्ने है। कतिवटा पोइन्टमा हो भने चाहिँ डिफिनेसन 1 2 3 4 5 6 2 4 6 7 8 9 10 11 पोइन्ट छन् नि त होइन। भयो भने त 11 पोइन्ट भनेको म त्यो डिफ्रेन्स लेख्दाखेरि धेरै हो नि होइन। यी पोइन्टहरू याद हुनु पऱ्यो मलाई ठिक पारेर होइन, बल्ल हुन्छ। अङ्ग्रेजीमा ABCD बोल्न सिकाइदेऊ न। ABCD ला 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 कोही त छ जसलाई म आफ्नो भन्न सक्छु। हृदयका